हेलो एन्ड वेलकम साथीहरू। आजको मेरो माटो लिन जाने मिनी ब्लगमा आज चाहिँ म र मेरो बहिनी माटो लिन गएका छौँ। नयाँ वर्ष पनि आउँदैछ नि त, सो हामी घर लिनको लागि माटो लिन जाँदैछौँ। हेलो गाइस, म चाहिँ माटो लिन जाँदा बाटोमा रुख चढ्न थालेँ। मेरो भिडियो चाहिँ बहिनीले बनाइदिँदै थिएँ, म चाहिँ नसिकी डाँडोमा उक्लिँदै पनि जाँदै थियौँ। ओ माई गड, गाउँमा बस्न कम्ता गाह्रो छ। गरेर कहाँ छ बरी बाह्र त हाम्रो गाउँ छ, हामी यतापट्टि माटो बोक्दा छौँ। बिचरा धनी मानीहरूको त घर पनि लिप्नु नपर्ने होइन, माटो पनि बोक्नु नपर्ने। हाम्रो त माटो बोक्न पनि यत्रो हिमालय जत्रो जङ्गल चढेर डाँडा जानुपर्छ, कम्ता गाह्रो छ। दुवैजना यस्तै गफ गर्दै गर्दै डाँडोमा उक्लिँदै माटो लिन जान थाल्यौँ। जङ्गल राम्रो थियो तर उकालो हुनाले लास्टै आबद्ध भइरहेको थियो। बाटोमा पसिलो पनि हुनाले बार गिरिरहेको थियौँ। त्यही पनि माटो लिन आइहाल्यौँ, घरदेखि जानै पऱ्यो। नसिकी हामी चाहिँ माटो लिन गयौँ र फाइनली डाँडोमा पनि पुग्यौँ। मेरो बहिनी चाहिँ पुगिसकेको छ। यहाँबाट चाहिँ हाम्रो गाउँ राम्रो देखिन्छ। यो चाहिँ हाम्रो गाउँ हो। उता मेरो घर पनि देखिरहेको छु, उताको मेरो घर हो। राम्रोसँग देखेको छैन किनकि आइफोन होइन नि त, त्यही भएर राम्रोसँग देखेको छैन। त्यसपछि डाँडोमा पुगेपछि अलिक थकाइ लाग्यो भने म चाहिँ एकचोटिलाई बसेँ। मेरो जमिन त घर कसले बनाएको? यो मेरो फाकुलो हो। यसलाई त भगवानको घर मानिन्छ। यहाँ पहिला ऋषि मुनिले तपस्या गर्थे रे, अनि यसलाई चाहिँ भगवान मानिन्छ है। म त ढोक्छु ढोक्ने होइन, मेरो मात्र घर छैन। यो सानो किराहरूको पनि यत्रो रानी महल जत्रो घर छ। नगर्न त्यस्तो। तर मैले भने उसको घर चाहिँ भत्काइदिएँ, किनभने हाम्रो जमिनमा किन घर बनाउनु पऱ्यो? यहाँतिर हाम्रो अलि भयो भने घाँस आउँथ्यो त, हाम्रो घाँस हुने ठाउँमा उसले घर बनाएको थियो। त्यही भएर मैले चाहिँ भत्काएँ। भत्काउन मजा पनि आउँछ। हामी बाल्यकालदेखि नै यस्तै गर्थ्यौँ। त्यो दिनहरू याद आएर मैले चाहिँ यो भत्काएँ। तर सरी है, यस्तो गर्नु थिएन मैले। त्यसपछि म चाहिँ हाम्रो गाउँको लालीगुँरास त पाइँदैन, जे पनि वनमा फुलेको फुलहरू टिप्न थालेँ। हाम्रो त्यहाँ माटो खाने ठाउँमा चाहिँ एउटा देवीको थान पनि हुनाले हामीले पातले पूजा गर्नुपर्छ, चप्पल पारै छोडेर आउनुपर्छ। त्यही भएर हामी म र मेरो बहिनी दुवैले पूजा पनि गऱ्यौँ। देवीको पूजा गरेर हामीहरू अब चाहिँ फाइनली माटो खन्नतिर लाग्छौँ। के गरिरहेको भन् ठान्नु होला दिदीले। यहाँ माटो चेक गरेर के बलुवा छ कि छैन भनेर यसो चेक गर्ने माटो। यो चाहिँ हाम्रो गाउँको अर्ग्यानिक पेन्ट हो। सबैको गाउँमा हुन्छ होला, मेरो गाउँमा चाहिँ होइन हुन त। यो चाहिँ स्पेसल हो होइन? यो पेन्ट लगायो भने त खत्रै हुन्छ नि। मेरो ठाउँमा यही पेन्टले पेन्टिङ गर्नुपर्छ। खाना खाइसकेपछि मेरो बहिनी गर्न थाल्यो। मेरो नङ चाहिँ पुरै भाँच्ने लाग्यो जस्तो भएको थियो। हामीहरू माटो खनिसकेर घर जान रेडी हुँदै थियौँ। अब चाहिँ हामी दुइटा गफ गर्दै घर जानतिर लाग्छौँ। यो डाँडाबाट चाहिँ हाम्रो गाउँ राम्रोसँग देखिन्छ। अनि चाहिँ थोरै भइदियो माटो लियो। यति थोरैको लागि पनि के माटो लिन गयो होला भन्नु होला। फेरि मलाई चाहिँ धेरै बोक्न सक्दैन, थोरै भए पनि बोक्नुपर्छ। बरु दुईचोटि आउँछु तर एकैचोटि धेरै ल्याउन सक्दैन कि, त्यही भएर हामी चाहिँ थोरै लिएर दुवैजना फर्क्यौँ। बाटोमा फेरि पतेला पनि छ नि त, बाटो पनि अप्ठ्यारो हुनाले लिन पनि सकेन। थोरै लिएर हामीहरू चाहिँ आयौँ। कुइ म चाहिँ घरतिर लाग्न थालेँ। पानी प्यास पनि लागेको थियो, थकाइ पनि लागेको थियो। बाटोमा फेरि हाम्रो मूलको पानी छ नि त, त्यही भएर हामीहरू भारी बिसाएर मूलको पानी पिउनुतर्फ लाग्यौँ। पानी सानी पिएर हामीहरू चाहिँ अब चाहिँ घर जान्छौँ। फाइनली म चाहिँ घर पनि पुगेँ। बाई बाई गाइज, आजको लागि यति नै। अहिलेसम्म मेरो मिनी ब्लग हेरेर साथ दिनुभएकोमा थ्याङ्क यू सो मच। घर पुगेर म र मेरो सानो फुच्ची भदैनी आमाले नाच्दिनु भएको थियो, त्यही खाँदैछौँ। बाई बाई।